नमस्ते। ल आउनुहोस् आज ब्याङ्किङको कथा सुनौँ। यो कथा भेनिसबाट सुरु हुन्छ र यो एकदमै रोचक छ। तर अचम्मको कुरा के छ भने संसारको पहिलो ब्याङ्क वास्तवमा ब्याङ्किङको लागि बनेकै थिएन। किन होला? कुरा के थियो भने भेनिस गणराज्य युद्धमा थियो र पैसा सकिँदै थियो, अनि सरकारले आफ्नै नागरिकलाई ऋण दिन जबरजस्ती गर्यो। हो, यही जबरजस्ती उठाएको ऋण व्यवस्थापन गर्न चेम्बर अफ लोन्स बन्यो। यसको मुख्य काम ब्याज तिर्नु थियो। तर बिस्तारै यो ऋण कार्यालयले एउटा यस्तो रूप लियो जुन कसैले सोचेकै थिएन। यो त झन् शक्तिशाली पो बन्न थाल्यो। त्यसपछि चेम्बरले व्यापारीका कागजपत्रमा पैसा लगानी गर्न थाल्यो। यहीँबाट सुरु भयो ब्याङ्किङको पहिलो काम, डिस्काउन्ट। अनि चेम्बरको इज्जत बढेपछि व्यापारीहरूले आफ्नो पैसा सुरक्षित राख्न त्यहीँ जम्मा गर्न थाले। यसरी सुरु भयो दोस्रो काम, डिपोजिट। र यहाँबाट त एउटा क्रान्ति नै सुरु भयो। चेम्बरको खातामा भएको पैसा नगद सिक्का जत्तिकै मूल्यवान मानिन थाल्यो। सोच्नुस् त, अब ठूलो रकम गन्नु वा बोक्नु परेन। खाताबाट खातामा पैसा सार्न सकिने भयो। कति सजिलो! खातामा पैसा सार्ने भेनिसको यो तरिका वास्तवमा आज हामीले चलाउने ब्याङ्क चेकको सबैभन्दा पुरानो रूप थियो। भनेपछि डिस्काउन्ट, डिपोजिट र सर्कुलेसन, आधुनिक ब्याङ्कका यी तीनै आधारहरू संयोगले भेनिसमा तयार भएका रहेछन्। धेरै वर्षसम्म भेनिसको यो ब्याङ्क एक्लो रह्यो। यसको कुनै प्रतिस्पर्धी थिएन, तर यसको सफलताले अरूलाई पनि लोभ्यायो। त्यसपछि 14औं शताब्दीमा जेनोआ र बार्सिलोनाले पनि भेनिस ब्याङ्कको लगभग दुरुस्तै नक्कल गरेर नयाँ संस्थाहरू बनाए। यसले एउटा रमाइलो प्रश्न खडा गर्छ। यदि त्यो युद्ध नभएको भए के आजको हाम्रो ब्याङ्किङ प्रणाली यस्तो हुन्थ्यो होला त?